Hello students. So so खान्जीको डे 1 क्लासमा स्वागत छ तपाईहरुलाई. So खान्जी डे 1 राइट. सो खान्जीको डे 1 मा हामी पढ्ने छौं खान्जी भनेको के हो, खान्जी भनेको के हो र खान्जी किन जरुरी छ. So day 1 मा र some basic kanji and about radicals. So आजको क्लासमा हामी पढ्ने छौं खान्जी भनेको के हो, खान्जी किन जरुरी छ र बेसिक खान्जीहरु पढ्ने छौं र रेडिकल्सको बारेमा पढ्ने छौं. यो सबै कुराहरु आज कभर गर्ने छौं. सो ढिला नगरी आजको खान्जीको फर्स्ट डे स्टार्ट गरौँ है त. सो मैले सेकेन्ड पेजमा ल्याए. सो खान्जी भनेको के हो त. खान्जी भनेको खान्जी मिनिङ चाहिँ याद राख्नु चाहिँ पर्दैन, तर कसैले सोधिहाल्यो भने चाहिँ अलिकति भए पनि ब्याकग्राउन्ड थाहा भएको कुरा, अलिकति थाहा हुनुपर्ने कुरा चाहिँ कसैले अब जापानिज पढ्दैछस् ल खान्जी भनेको के हो भन्न त भन्यो भने चाहिँ अब अलिकति भए पनि गरेर बस्नुभन्दा त केही कुरा भनेको राम्रो होइन. सो खान्जी भनेको जापानिज भाषामा प्रयोग हुने चिनिया मुलुकका अक्षरहरू हुन्. चिनिया मुलुकका अक्षरहरू है, यति भन्दिँदा पनि हुन्छ. सो यदि लेख्न मन छ भने लेख्नुस्, तर नलेखे पनि इम्पोर्टेन्ट हुन्छ है. सो मैले यहाँ लेखिदिन्छु. खान्जी भनेको जापानिज भाषामा प्रयोग हुने चिनिया अक्षरहरू हुन्. खान्जी भनेको के हो त. खान्जी भनेको जापानिज भाषामा प्रयोग हुने चिनिया अक्षरहरू हुन्. सो यसले के बुझिन्छ भन्दाखेरि खान्जी चाहिँ जापानबाट ओरिजिनेट कहाँ भएको त. खान्जीको ओरिजिनेसन चाहिँ चाइनाबाट भएको थियो र खान्जी चाइनाबाट ल्याइएको थियो भन्ने कुरा यो सेन्टेन्सबाट बुझिन्छ. यति जानिराख्दा पनि ठिक हुन्छ ल खान्जीको बारेमा. सो खान्जी किन जरुरी छ त. सेकेन्ड क्वेसन, खान्जी किन जरुरी छ. खान्जी किन जरुरी छ भन्दाखेरि खान्जीले के गर्छ भन्दाखेरि खान्जीले हामीलाई कुनै पनि सेन्टेन्सहरूको अलि स्पष्ट रूपमा डिटेल्स दिन्छ के. लाइक धेरै वर्डहरू लेख्न पर्दैन, एउटा क्यारेक्टरले धेरै कुराहरूको मिनिङ बताइदिने गर्छ. त्यही भएर हाम्रो लागि चाहिँ खान्जी एकदमै इम्पोर्टेन्ट छ. जस्तै कि फर इक्जाम्पल खान्जी किन इम्पोर्टेन्ट छ अथवा किन जरुरी छ भनेर क्वेसन गर्दाखेरि खान्जीले पहिलो 1 नम्बरमा के गर्ने भयो त. वाक्य छोटो र स्पष्ट गराउने भयो, हो कि नै. वाक्य छोटो र स्पष्ट 2 नम्बरमा के हुनु पर्ने, अर्थ बुझ्न सजिलो भयो. किनभने किन अर्थ बुझ्न सजिलो हुन्छ भन्दाखेरि खान्जी किनभने सिम्बोलिक क्यारेक्टर हो नि त. सिम्बोल जनाउँछ क्या त्यो. जस्तै कि कुनै चित्र हेरेपछि त धेरै कुराहरू बुझिन्छ नि. चित्रले हजारौँ कुराहरू व्याख्या गर्छ भन्ने कुरा त थाहा नै होला. त्यही भएर चाहिँ खान्जी भयो भने चाहिँ अर्थ बुझ्न सजिलो हुन्छ.
अर्थ बुझ्न सजिलो हुन्छ, राइट। सो यति दुईवटा कुरा याद राखे नि हुन्छ। खान्जी किन, खान्जीको मिनिङ र खान्जी किन अर्थ सजिलो हुन्छ, राइट। सो तेस्रो नम्बरमा हामी कुरा गर्छौँ ऱ्याडिकल्स। ऱ्याडिकल्स भनेको के हो त? ऱ्याडिकल्स भनेको के हो त? ऱ्याडिकल्स, यो ऱ्याडिकल्स किन युज भयो यहाँ भन्दाखेरि ऱ्याडिकल्स भनेको एकदम बुझ्नुपर्ने कुरा। ऱ्याडिकल्स भनेको जस्तै घर बन्नुभन्दा अगाडि घरको के हुन्छ त पिल्लरहरू हुन्छ, राइट। ऱ्याडिकल्स भनेको त्यो पिल्लरहरू हो जसले चाहिँ खान्जी डेभलप हुन्छ, जसले चाहिँ खान्जी बनेको हुन्छ। फर इक्जाम्पल मैले यहाँ एउटा ऱ्याडिकल्स लेख्छु, त्यो आफैमा एउटा खान्जी पनि हो, तर त्यो ऱ्याडिकल्स पनि हुन्छ। जस्तै कि यो भनेको एउटा ऱ्याडिकल्स हो, के अरे निन पनि भन्छ। यो हितोको खान्जी हो, हितोको खान्जी हो। हितोको ऱ्याडिकल्स भनेर पनि बुझिन्छ। हितोको खान्जी हो अथवा निनको खान्जी हो, निनको खान्जी पनि भनेर बुझिन्छ। यो भनेको मान्छे भनेर बुझिन्छ, राइट। तर यही खान्जी अरूसँग आयो भने, जस्तै कि यहाँ यस्तो ट्री, यो भनेको चाहिँ यासुमी हो। यो खान्जीले के देखाउँछ? यासुमी भनेको रेस्ट गर्नु। यासुमिमास भनेको रेस्ट गर्नु। यासुमी भनेको, सो यो खान्जी चाहिँ यो हो हितोको। यसलाई चाहिँ के भन्ने त? ऱ्याडिकल्स। अनि यो आफैमा एउटा खान्जी हो। यो के को खान्जी हो त? की भनेको ट्री, यो भनेको की को खान्जी हो। यो भनेको की भनेको चाहिँ ट्री। सो ट्रीसँगै मान्छे छ अनि यहाँ रुख छ। सो यो मान्छे प्लस रुख भएर के भयो त? यो यासुमी भयो। यो मान्छेका गरेको छ। रुख पहिला प्रतिछायाहरूमा आराम गर्छ नि मान्छेहरू, गाउँघरमा पनि अझै प्रतिछायाहरूमा आराम गर्छन्। प्रतिछाया पनि कस्तो हुन्छ भन्दा रुखको पहिला हुन्थ्यो नि त, रुखको प्रतिछाया चौपारी जस्तो, अनि त्यहाँ मान्छेहरू आराम गर्थे नि त। सो मान्छे प्लस रुख आयो भने यो दुईवटा क्यारेक्टरले मात्र यत्रो वर्डलाई जनाउने भयो क्या। त्यही भएर चाहिँ यो बुझ्नलाई सजिलो, र यही कुराहरूले के भन्छ त? ऱ्याडिकल्स भन्छ। यो भन्ने कुरा क्लियर भयो होइन? यति बुझिसकेपछि हामी आजको अब नेक्स्ट टपिक भनेको हामी बेसिक खान्जीहरू हेर्छौँ। र बेसिक खान्जीहरूमा पहिलो खान्जी रहेको छ दिनको खान्जी। फर्स्ट खान्जी हामी दिनको खान्जीबाट सुरु गर्छौँ। र दिनको खान्जीलाई के भन्छ भन्दाखेरि दिनको खान्जी सो अब चाहिँ लेख्दा हुन्छ ल। माथि अहिलेसम्म केही पढेको कुराहरू नलेखे पनि ठिक हुन्छ, तर अब चाहिँ लेख्नुपर्छ ल। अलिकति कम्तीमा लेख्दाखेरि अलिकति सजिलो हुन्छ पछि प्र्याक्टिस गर्दाखेरि। सो फर्स्टमा लेख्छौँ फर्स्ट खान्जी 1 नम्बरमा हामी के लेख्छौँ त? दिनको खान्जी। यो भनेको दिनको खान्जी हो। यसले के भन्छ त? यही पनि भन्छ और निची पनि भन्छ। यही पनि भन्छ और निची पनि भन्छ। यही भनेको कुन्योमी हो भने यो भनेको अन्योमी हो। कुन्योमी र अन्योमी के हो त? यो भनेको जापानिज प्रोनाउन्सिएसन हो। यो बुझ्ने मात्र पर्छ ल। यो अहिलेका लागि यो कुन्योमी अन्योमी सबै छुट्याउनु पर्छ भनेर अलिकति बुझे मात्र ठिक, त्यस्तो यो यही भन्नुपर्छ, यो जानिराख्नु यो एकदम इम्पोर्टेन्ट भन्ने कुरा चाहिँ होइन।
तर चाहिँ अलिअलि बुझेको राम्रो है। ओनियमी भनेको चाहिँ यो चाइनिजहरूले प्रोनाउन्सिएसन गर्ने, यसलाई चाहिँ चाइनिजहरूले के प्रोनाउन्सिएसन गर्छन् र यसलाई चाहिँ जापानिजहरूले के प्रोनाउन्सिएसन गर्छन् भन्दाखेरि यो चाइनिजमा यसलाई चाहिँ अनियोमी भनेर भन्छ, अनि निची भन्छ, अनि कुनियोमी भनेको चाहिँ हि ल जापानिजहरूले चाहिँ हि प्रोनाउन्सिएसन गर्छन्। तर जापानमा पनि ल सर यो त जापानमा त त्यसो भए यसलाई त निची भन्दैन होला त, त्यसो भए त यो त हि मात्र पढ्छ होला भनेर भन्ला। तर होइन, यसलाई चाहिँ जापानिजहरूले पनि निची पढ्छ। निची भनेको चाहिँ यो चाइनिज प्रोनाउन्सिएसन जो हो, तर जापानिजहरूले पनि निची नै युज गर्छ भन्ने कुरा हो क्या। बुझ्यौ? यति मात्र हो यो ओनियोमी कुनियोमीको कुरा। सो अहिलेलाई जानिराख्नुपर्ने हिलाई फर्स्ट खान्जी डेको खान्जी पढौँ, अनि डेको खान्जी बनाउने स्टेप्सहरू पढ्छौँ है त। डेको खान्जी बनाउँदाखेरि फर्स्ट स्टेप्सहरू हुन्छ। खान्जी लेख्दाखेरि स्टेप्सहरू एकदम जरुरी छ। सो फर्स्ट स्टेपमा हामी यस्तो धर्का तान्छौँ, फर्स्ट स्टेपमा यस्तो धर्का, सेकेन्ड स्टेपमा यहाँसम्म तान्छौँ, थर्ड स्टेपमा यस्तो गर्छौँ, फोर्थ स्टेपमा यहाँ गर्छौँ र फिफ्थ स्टेपमा यस्तो बनिसकेपछि यस्तो। सो यो स्टेप, फर्स्ट स्टेप, सेकेन्ड स्टेप, थर्ड स्टेप, यो फोर्थ स्टेप र फिफ्थ स्टेप। सो स्टार्टिङमा गर्दाखेरि हामी स्टेप वाइज सिक्छौँ, तर पछि स्टडी गर्न एकदम ढिलो हुन्छ, एकदम टाइम कन्ज्युमिङ हुन्छ। सो यसरी गर्दाखेरि एकदम टाइम लस हुन्छ, त्यही भएर हामी यसरी चाहिँ गर्दैनौँ। सो सुरुमा बनाउँदाखेरि फर्स्ट स्टेपहरू यसरी गरिन्छ ल। सो यो भयो निचीको खान्जी। निची भनेको के भयो त डे, र यो डे कसरी रिमेम्बर गर्ने, रिमेम्बरिङ वे भनेर लेखेँ म। रिमेम्बरिङ वे भन्दाखेरि यो डेको खान्जी, जस्तै कि सूर्य डे भनेको अथवा सूर्य उदाउँदाखेरिको डेलाई डे अथवा सन्डे, निचियोबी सन्डे पनि भन्छ। यसलाई सन्डेको खान्जीमा पनि युज हुन्छ। सो डेको खान्जीमा यसरी यो के छ भन्दाखेरि पहिला सुरु हाम्रो घाम उदाउँछ हो कि यसरी, यो सूर्य हो, यस्तो घाम हुन्छ। सूर्य भन्दा नि अर्कै सन कस्तो हुन्छ भन्दाखेरि हो यस्तो हुन्छ हो सनलाई। अनि समुद्र हुन्छ कि नि, जापानमा के हुन्छ, उदाउँदाखेरि समुद्रको छेउछेउबाट आधा स्टार्टिङ भने डेको स्टार्टिङ हुँदाखेरि सन त आधा निस्किएपछि त डे देखिन्छ नि त। सो सन आधा, जस्तै कि यहाँ समुद्रहरू छ, अब यो समुद्रको आधा दिन निस्केपछि यस्तो डे हुन्छ, यस्तो किसिमको आकार देखिन्छ। सो स्टार्टिङ अफ द डे हुँदाखेरि यो सनको खान्जी। अब यहाँबाट के भयो त यस्तो देखिने भयो क्या, यस्तो टाइपको आधा देखिने भयो, र यसैले क्यारेक्टरमा युज गर्दाखेरि यसरी सन्डे, यसरी यसलाई निची भनेर देखाइन्छ, र यो यसरी भयो। सो यो भयो। सो हामी जान्छौँ अब सेकेन्ड खान्जीमा। सेकेन्ड खान्जी हाम्रो रहेको छ महिनाको खान्जी रहेको छ। महिनालाई के भन्छ त चुकी पनि भन्छ, अनि गेचु पनि भन्छ ल। चुकी भनेको पहिलो सुरु म खान्जी बनाउँछु। पहिला सुरु यस्तो धेरै भयो। पहिला सुरुमा हामी यसो गर्छौँ, अनि दुईवटा धर्का तान्छौँ। यो भनेको यहाँ कुन लेखेँ मैले, यहाँ ओनियोमीमा लेखेँ है त। यहाँ कुनियोमीमा के भन्छ त यसलाई चुकी भन्छ है, चुकी। अनि अनियोमीमा के भन्छ त गेचु, चुकी अथवा गेचु भन्छ है। सो फर्स्ट खान्जी अथवा सेकेन्डमा भन्छ त यसलाई सेकेन्ड खान्जी हो है। सो यसलाई बनाउने तरिका त सिक्यौँ। यसको मन्थ के हो त मन्थ, यसको मिनिङ के हो त मन्थ। यसलाई अरू सब खान्जीहरू पनि हुन्छन्, जस्तै माई,
चुकी माइचुकी भनेको हरेक महिना र सेकेन्ड हुन्छ सेकेन्डमा हुन्छ राइगेचु राइगाचु गेचु अथवा गाचु पनि भन्छ होला यसलाई गाचु राइगाचु जस्तै कि राइगाचु भनेको आउने महिना भनेको के भयो त राइगाचु हो। यसरी एउटा खान्जी पढ्दाखेरि यसरी पढ्दा पनि राम्रो। अनि यसलाई स्टेप्सहरू भन्नु पर्यो मैले होइन। स्टेप्सहरू छन्। यसको स्टेपमा फर्स्टमा हामी यो धर्का तान्छौँ, त्यसपछि सेकेन्डमा यस्तो गरिसकेपछि यो तान्छौँ, त्यसपछि थर्डमा यस्तो भनिसकेपछि यहाँ 1 2 गर्छौँ ठिक राइट। यो अलिकति धेरै गरे यहाँ एउटा मात्र धर्का तान्छौँ। थर्डमा यस्तो भइसकेपछि यो 1 2 यहाँसम्म यो फर्स्ट स्टेप, यो सेकेन्ड स्टेप, यो थर्ड स्टेप, यो फोर्थ स्टेपमा भयो। यसरी बनाउने है त। यो भयो बनाउने तरिका। अनि यसलाई रिमेम्बर गर्ने वे के हुन्छ त, चुकी भनेको यो चुकी भनेको मुन पनि भन्छ है। यो चुकीको मिनिङ के हो त, मुन हो है। चुकी भनेको मुन। यो चुकी यो यहाँबाट ओरिजिनेट भएको क्या यो चुकी। चुकी बनाउँदाखेरि चाहिँ अब मुनसँग रिलेटेड भएर चाहिँ हामी मुनको स्ट्रक्चर गराउँछौँ। हाफ मुन कस्तो हुन्छ त, हरेक महिनामा अलिकति हाफ मुन त हरेक महिना देखिन्छ नै है। सो मुन कस्तो हुन्छ त, यस्तो हुन्छ हो कि हाफ मुन यस्तो यस्तो हुन्छ राइट। अनि मुनमा दागहरू देखिन्छ नि मुनहरू। सो यसैलाई मुनको खान्छ आएर यसैले यसो काटेको अनि यसरी बनाउँदाखेरि यस्तो मुनको यहाँबाट यसरी मुनको खान्छ। मुनको आकृति मुन जस्तो देखिने भएको होला यसलाई चुकीबाट बुझ्ने ल। यो चुकी भनेको मुन हो। अनि मुनको ओरिजिनेट यसरी मुन जस्तो देखिने भएको होला मुन। सो यो पनि भयो। सो थर्डमा हामी पढ्छौँ। थर्डमा हाम्रो खान्जी गइरहेको छ कीको खान्जी। की भनेको ट्री। अब की भनेको रुख कस्तो हुन्छ त, की भनेको ट्री। सो पहिला म खान्जी बनाउँछु। कीको खान्जी यस्तो हुन्छ ल। यो भनेको की यसलाई की पनि भन्छ। अर्को मोकु पनि भन्छ। मोकु भन्छ अथवा बोकु पनि भन्छ राइट। बोकु यो चाहिँ हिरागानामा लेख्दा सजिलो। हिरागाना भन्दा कातागानामा लेख्न सजिलो ल। यो भनेको चाहिँ के हो त, अनियमी हो। यो भनेको कुनियमी राइट। यो भनेको अनियमी, यो भनेको कुनियमी। सो कीको खान्जी यो भनेको के हो त, ट्री। यो भनेको के हो त, रुखको खान्जी है की। यस्तो यो भनेको की भनेको ट्रीको खान्जी है। सो ट्रीको खान्जी कसरी बनाउने यो तरिका सिकाउँ है। स्टेप्सहरू गराउँछु म। फर्स्ट स्टेपमा हामी यो धर्का तान्छौँ। सेकेन्ड स्टेपमा यो तानिसकेपछि बिचको धर्का तान्छौँ। थर्ड स्टेपमा यो तानिसकेपछि एउटा तान्छौँ। फोर्थ स्टेपमा यो तानिसकेपछि एउटा दुईटा। यो भनेको की। फर्स्ट, यो सेकेन्ड, यो थर्ड अनि यो चाहिँ फोर्थ स्टेप है। सो फोर्थ स्टेपसम्म भयो। यो भनेको अनि कीलाई रिमेम्बर गर्ने तरिका पनि त भन्न पर्यो होइन र।
हो रिमेम्बर। कसरी रिमेम्बर हुन्छ त? अब मैले कीको चित्र बनाउँछु राइट, यो की हो राइट, अनि यस्तो 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 हुन्छ नि रुख, अनि यहाँ के हुन्छ हाँगाहरू हुन्छ, यस्तो हाँगाहरू हुन्छ राइट। सो रुख यस्तो हुन्छ अनि यसको हाँगाहरू छुट्यायो भने यस्तो यस्तो हुन्छ राइट। सो यो रुख अनि कुनै हाँगा तल जान्छन्, कुनै हाँगा यस्तो दायाँ बायाँ जान्छ राइट। सो यस्तो अनि यो हाँगाहरू भयो, एउटा हाँगा तल एउटा यस्तो। त्यही खान्जीलाई अब लेख्ने हो भने यस्तो यस्तो छ, यस्तो छ अनि यस्तो यस्तो। यसले के भन्यो त की भनेको के हो त ट्री राइट। सो ट्री सक्यो। सो अब चाहिँ हामी फोर्थ खान्जीमा जान्छौँ, यो थर्ड है। सो फोर्थ खान्जीमा हाम्रो फोर्थ खान्जी रहेको छ यामाको खान्जी रहेको छ। यामाको खान्जी कस्तो हुन्छ भन्दाखेरि पहिला यो, त्यसपछि यो भनेको पहाड और माउन्टेन। यामालाई बनाउने तरिकाहरू चाहिँ फर्स्ट उसको भन्ने। सो यामालाई बनाउने तरिका कस्तो भन्दाखेरि स्टेप्स। फर्स्ट स्टेपमा हामी बनाउँछौँ बिचको धर्का, त्यसपछि सेकेन्ड स्टेपमा गराउँछौँ हामी यो वाला, त्यसपछि थर्ड स्टेपमा गराउँछौँ यो पछि यो वाला, यो भनेको थर्ड स्टेप। सो यो के भन्छ फर्स्ट सेकेन्ड अनि थर्ड राइट। सो फर्स्ट सेकेन्ड थर्ड गयो है, फर्स्ट सेकेन्ड थर्ड। रिमेम्बर गर्ने तरिका। सो पहाड कस्तो हुन्छ त? पहाड सिम्पली हेर्ने हो भने पहाड यस्तो हुन्छ, यहाँ फेरि यस्तो अग्लो हुन्छ राइट, फेरि यस्तो अग्लोहरू पहाडहरू, अनि यहाँ के भयो त यस्तो जम। सो यसलाई अब हामीले जोड्ने हो भने चाहिँ पहाड यस्तो छ अनि यहाँ अग्लो छ अनि यस्तो राइट। सो यहाँबाट ढर्का तान्यो, यहाँबाट ढर्का तान्यो, यहाँबाट ढर्का तान्यो, तिनटैले जोड्यो भने यस्तो खालको आकृति देखिन्छ राइट। सो यसैले के भन्छ त हामी यामा भनेको के हो त पहाड राइट। सो यो पनि सक्यो, यामा पनि सक्यो, पहाड पनि सक्यो। सो थर्ड स्टेपमा हाम्रो के छ त, यो फोर्थ खान्जी पनि भयो। सो फिफ्थ खान्जी, पाँचौँ खान्जी हाम्रो छ फिफ्थ, 5 नम्बरको खान्जी फिफ्थ खान्जी रहेको छ हाम्रो यो भनेको रहेछ खावा भनेको के हो त? खावा भनेको ल भन्नु त खावा भनेको के हो? खावा भनेको चाहिँ नदीलाई चाहिँ खावा भन्छ है। नदीको खान्जी हो है खावा। खावा कस्तो हुन्छ त? खावाको खान्जी फर्स्ट स्टेपमा यस्तो हुन्छ है खावाको खान्जी। खावा भनेको नदी पनि भन्छ। खावालाई यस्तो खावा और सेन पनि भन्छ है, सेन खावा और सेन। खावा भनेको कुन्युमी, यो भनेको उन्युमी, कुन्युमी र उन्युमी भएछ। सो बनाउने तरिकामा जान्छौँ हामी स्टेप्समा। फर्स्ट स्टेपमा हामी यो गर्छौँ फर्स्ट स्टेप, सेकेन्ड स्टेपमा यो भइसकेपछि
यो सेकेन्ड स्टेप। थर्ड स्टेपमा यो भइसकेपछि एउटा 3टा यो भनेको के भयो त खावा। सो यो फर्स्ट स्टेप, सेकेन्ड स्टेप्स एन्ड यो थर्ड स्टेप। सो रिमेम्बर गर्ने तरिका कसरी हुन्छ त? रिमेम्बर गर्ने तरिका भनेको त खावा। रिभर कस्तो हुन्छ त भन्दाखेरि रिभर कस्तो हुन्छ, यहाँबाट यस्तो हुन्छ नि रिभर, यहाँबाट यस्तो ताने हुन्छ, यहाँबाट यस्तो ताने यसरी बग्छ रिभर है, यसरी बग्छ नि त पानी सररररर। सो यसैले खा बनाउँदाखेरि यस्तो अनि यस्तो अनि यस्तो, यो हो खा। खावा यसलाई के भन्छ त? खावा। खावा भनेको रिभर। सो यो भयो खावा। 5औँ खान्जी पनि भयो। सो आजको लागि यति नै। अरू खान्जीहरू चाहिँ अर्को भिडियोमा दिनेछु। आजको लागि यति नै। हस् त। अरू यस्तै खान्जीहरू पढ्न छ भने मेरो टिकटक आइडी अथवा युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस्। हस् त, धन्यवाद।